आयोजक तथा साथका भाइ बहिनीहरूलाई धन्यवाद। यसै कार्यक्रममा उपस्थित हुनुभएका यसै विद्यालयका प्रबन्धकज्यू, सहायक प्रबन्धकज्यू, शिक्षिकाज्यू र करुणामाल फाउन्डेसन नेपाल संस्थाको कार्यक्रम निर्देशक स्वस्ता म्याम, विद्यालयका व्यवस्थापक ज्यू बेनीमाया चेपाङ, विद्यालयका व्यवस्थापक सदस्यहरूलाई र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म र मेरो कक्षा 8 तर्फबाट नमस्कार। हामीले यो विद्यालयमा पढ्दा जानेर वा नजानेर केही गल्ती गरेमा हामीलाई माफ गरिदिनु होला। हामीले बाल कक्षादेखि कक्षा 8 सम्म अध्ययन गर्यौँ। हामीले तपाईँहरूले भन्नुभएको कुराहरूमा नमानेर हामीले अनुशासन पालना नगरेर भनेमा पनि हामी कक्षा 8 का विद्यार्थीहरूलाई माफ क्षमा गरिदिनु होला। अबको आउने कक्षा 8 ले हामीले भन्दा राम्रो भनेर राम्रो बनेर देखाउनु र साथै आफूभन्दा अग्रजहरूले भनेको मान्नु र सधैँ विद्यालयमा अनुशासन पालना गर्नु र सबैको आउने परीक्षा राम्रो नतिजा ल्याउनु भनी अनुरोध गर्दछु। यति भन्दै मेरो यो छोटो भनाइ यही अन्त्य गर्दछु। हस्।